ओसाकामा हुनुहुन्छ, आउनुहोस् एकपटक भेटौँ। सायद यही एउटा भेटले तपाईलाई नयाँ साथी मात्र होइन, नयाँ परिवार पनि दिलाउन सक्छ। यो हो साथी हामी, परदेशमा आफ्नै परिवार। सुनौ त, परदेशमा काम त सबैले गर्छौं, तर कामपछि हाँस्ने मान्छे कतिजनासँग छ? हप्ताभरिको थकान बिर्सेर आफ्नै मानिसहरूसँग केही घण्टा बिताउने ठाउँ छ? यदि छैन भने आजको यो भिडियो तपाईका लागि हो। यो हो साथी हामी। सुरुमा हामी जम्मा 2 देखि 3 जना मात्रै थियौं। कसैले कसैलाई राम्रोसँग चिनेका पनि थिएनौं, तर एकअर्कासँग जोडिँदै जाँदा आज जम्मा 1 महिनामै हाम्रो परिवार 40 देखि 45 जनासम्म पुगेको छ। हामी हप्तामा 1 देखि 2 दिन ओसाकाका फरक फरक पार्कमा भेट्छौं। कसैले रनिङ गर्छ, कसैले हिड्छ, कसैले गफ गर्छ, कसैले भिडियो बनाउँछ। दौडिनै पर्छ भन्ने नियम छैन। यहाँ सबैभन्दा ठूलो कुरा भनेको एकअर्कासँग जोडिनु, नयाँ साथी बनाउनु र खुसी बाँड्नु हो। अहिलेसम्म हामीले सँगै रनिङ गरेका छौं, स्विमिङ गएका छौं, हाइकिङ गरेका छौं, स्न्याक्स पार्टी गरेका छौं, लन्च, डिनर गरेका छौं, दौड सकेपछि पार्कमै बसेर गीत गाएका छौं, नाचेका छौं, हाँसेका छौं र अविस्मरणीय सम्झना बनाएका छौं। अब मौसम चिसिँदै गएपछि छिट्टै बार्बेक्यू, क्याम्पिङ र अझ धेरै रमाइला कार्यक्रमहरूको योजना पनि बनाइरहेका छौं। समय जसलाई मिल्छ उहाँ आउनुहुन्छ, जसलाई नमिल्ने दिन हुन्छ अर्को पटक भेटिन्छ। कुनै दबाव छैन, केवल आत्मीयता छ। सबैभन्दा रमाइलो कुरा के छ भने यो समूहमा कोही पनि पहिलेदेखि साथी थिएनौं। आज भने दाई, भाइ, दिदी, बहिनी जस्तै सम्बन्ध बनेको छ। परदेशमा भएर पनि आफ्नै परिवार भेटिए जस्तो अनुभूति हुन्छ। यदि तपाईँ पनि ओसाकामा हुनुहुन्छ, कामपछि कहिलेकाहीँ एक्लो महसुस गर्नुहुन्छ, नयाँ साथी बनाउन चाहनुहुन्छ वा नेपालीहरूसँग रमाइलो समय बिताउन चाहनुहुन्छ भने साथी हामीमा तपाईलाई हार्दिक स्वागत छ। यहाँ उमेर, काम वा चिन्जानले फरक पार्दैन। एउटा मुस्कान र राम्रो मन लिएर आउनुहोस्, बाँकी साथी हामी बनाइदिन्छौँ। परदेशको जीवन कठिन हुन सक्छ, तर राम्रो साथीहरू भए त्यो यात्रा धेरै सजिलो र धेरै रमाइलो बन्छ।